शिक्षक केन्द्रित विधि सुन्नुहोस् है। शिक्षक केन्द्रित विधि, विद्यार्थी केन्द्रित विधि, अन्तर्क्रियात्मक विधि भनेर तीन भागमा विभाजन, विधिहरूलाई सामान्यतः विभाजन गर्न सकिन्छ। अनि त्यसभित्र पनि अब त्यो विद्यार्थी केन्द्रित विधिलाई बाल केन्द्रित विधि अर्थात् क्रियाकलापमा आधारित शिक्षण सिकाइ भनेर पनि भन्न सकिन्छ। त्यो तिनीहरूलाई समग्रमा हामी एकै ठाउँ राख्छौँ। अनि ती विधिहरू चाहिँ कसरी छनौट गर्ने, के का आधारमा छनौट गर्ने, कसरी प्रयोग गर्ने, के का आधारमा छनौट गरेर प्रयोग गर्ने भन्ने कुरालाई एउटै प्रश्न बनाएर मैले यहाँ तपाईँ समक्ष प्रस्तुत गर्छु है त। उल्लेख गर्दै शिक्षण विधिको महत्त्व उल्लेख गर्दै विद्यार्थी केन्द्रित र विद्यार्थी केन्द्रित र क्रियाकलापमुखी सिकाइ, क्रियाकलापमुखी सिकाइका लागि के कस्ता शिक्षण सिकाइ विधिहरू प्रयोग गर्न सकिन्छ सूची तयार गर्नुहोस्। अर्थात् प्रस्तुत गर्नुहोस् मात्र राखिने, सूची तयार गर्दा अलिकति सङ्कीर्ण हुन्छ। प्रस्तुत गर्नुहोस्। साथै साथै शिक्षण विधि साथै शिक्षण विधि छनौटका प्रक्रियाहरू चाहिँ के हुन सक्छ, के का आधारमा छान्ने हो। शिक्षण विधिको प्रयोग, छनौट र प्रयोग, छनौट र प्रयोगमा प्रयोगका आधारहरू प्रष्ट पार्नुहोस्। ल, यहाँ चारवटा भाग भयो होला सायद है, हेर्नुहोस् त। छोटो छोटो कुरा छ तर चारवटा भाग छ। अँ, शिक्षण विधिको महत्त्व उल्लेख गर्नु, महत्त्व एउटा कुरा छ। अब यहाँनिर अर्को कुरा चाहिँ विद्यार्थी केन्द्रित र क्रियाकलापमुखी सिकाइका लागि के कस्ता शिक्षण विधिहरू प्रयोग गर्न सकिन्छ प्रस्तुत गर्नुहोस् भनेछ। यो दोस्रो खण्ड रहेछ यहाँ, दोस्रो कुरा छ यहाँ। अनि तेस्रो कुरा चाहिँ यहाँ छ शिक्षण विधिको छनौट र प्रयोगका आधारहरू प्रश्न पार्नुहोस् भनेर यहाँ तेस्रो कुरा छ। सक्रिय हुने विधि शिक्षक शिक्षक केन्द्रित विधि भयो, विद्यार्थी सक्रिय हुने विधि विद्यार्थी केन्द्रित विधि भयो, शिक्षक र विद्यार्थी दुवै पक्ष सक्रिय रहने विधि चाहिँ अन्तर्क्रियात्मक विधि भयो। अब फेरि विद्यार्थीहरूलाई सोच्ने, तर्क गर्ने, कल्पना गर्ने, योजना बनाउने, विश्लेषण गर्ने होइन, अनि समस्याको समाधानमा पुग्ने, सहयोग पुर्याउने खालको विधि भनेको चाहिँ समालोचनात्मक विधि भयो। यो फरक फरक खालको विधिको कुराहरू आउँछ है। अब त्यसमा यहाँ चाहिँ हामीलाई सोधेको के छ भन्दाखेरि सुरुमा अलिकति महत्त्वको कुरा गरेर विद्यार्थी केन्द्रित र क्रियाकलापमुखी सिकाइका लागि चाहिँ कस्तो विधिहरू उपयुक्त हुन्छन् भन्ने कुरा छ है। त्यतातिर हामी फोकस गर्छौँ। त्यो त्यहाँ जानुभन्दा नि पहिले हामी अलिकति कुरा गर्छौँ शिक्षण विधिको महत्त्व चाहिँ के छ। अब शिक्षण विधि भनेकै चाहिँ के हो, एक मिनटमा कुरा सकिहालौँ है, आधा मिनटमै सकिहाल्छ। शिक्षण विधि भनेकै के हो त, शिक्षण विधि भनेकै के हो भन्ने सवालमा त शिक्षण सिकाइको क्रममा शिक्षकले विद्यार्थीहरूलाई कसरी विषयवस्तुहरू प्रदान गर्ने अथवा शिक्षण सिकाइमा शिक्षण सिकाइ प्रक्रियालाई कसरी सहज रूपमा अगाडि बढाउने भन्ने प्रक्रिया नै शिक्षण विधि हो। शिक्षकले प्रस्तुतिकरण गर्ने अथवा शिक्षकले के गर्ने, विद्यार्थीले के गर्ने, शिक्षण सिकाइका क्रममा शिक्षक र विद्यार्थीले गर्ने क्रियाकलापहरूको एउटा प्रस्तुतिकरण, तयारी
त्यो नै हो शिक्षण विधि भनेको। सिक्नका लागि सहयोग गर्ने प्रक्रिया रहेछ। सिकाइको वातावरण सृजना गर्ने तरिका रहेछ। विद्यार्थीहरूको सिकाइको स्तरलाई बढाउने तरिका रहेछ। विद्यार्थीको सहभागितालाई वृद्धि गर्ने तरिका रहेछ। यसरी शिक्षण विधि भन्ने बित्तिकै शिक्षकको चाहिँ एउटा प्रस्तुतिकरण हो, अर्थात् सिकाइलाई सहज र प्रभावकारी बनाउने माध्यम हो भनेर भन्न सक्छौँ। अब सरल सहज र प्रभावकारी बनाउँछ, सिकाइलाई सक्रिय बनाउँछ, सिकाइलाई विद्यार्थीहरूको सक्रियतालाई चाहिँ बढाउँछ, सिक्ने वातावरण तयार हुन्छ भन्ने बित्तिकै अब यसको महत्त्व पनि त्यहीँ झल्किहाल्छ होइन। त्यहीँबाट हामी सुरु गरौँ, डाइरेक्ट गयौँ यसमा चाहिँ। इट्स ओके ल, ठिक छ। शिक्षण विधिको महत्त्व भन्ने बित्तिकै यो चाहिँ किन महत्त्वपूर्ण छ भन्ने कुरामा जाउँ। यसको महत्त्व भनेको चाहिँ के हो त भन्नुहुन्छ भने 2 नम्बरको छ। हामीले चारवटासम्म बुँदा एकदम छोटो छोटो बुँदा 4टा 5वटा बुँदा लेखेर छोड्छौँ है यसलाई। सिक्ने, सिकाउने वातावरण सरल र सहज बनाउन यो महत्त्वपूर्ण छ है। सिक्ने सिकाउने वातावरण सरल र सहज बनाउन यो शिक्षण यो विधि चाहिँ महत्त्वपूर्ण छ। शिक्षण सिकाइ प्रक्रियामा शिक्षक र विद्यार्थी दुवै पक्षलाई दुवै पक्षलाई सक्रिय गराउन। प्रश्न भनेर माथि प्रश्न लेखिसके पछाडि तपाईँले उत्तर भनेर लेख्नु असल हुन्छ। जब बुलेट सुरु गर्नुहुन्छ तब उत्तर सुरु गर्नुहुन्छ, सुरु गरेपछि तपाईँ एरो दिनुहोस् है। उत्तर दिन थालेपछि चाहिँ एरो दिन सुरु गर्नुहोस्। अब त्यो एरो दिने कुरामा चाहिँ फेरि फरक फरक बुलेट राख्नु भए पनि हुन्छ, कख राख्नु भए पनि हुन्छ, नम्बरिङ राख्नु भए पनि हुन्छ। भरसक 1 2 3 4 चाहिँ नराख्नुहोस्, मेरो चाहिँ सल्लाह। किन भन्नुहुन्छ भने 1 2 3 4 राख्दा चाहिँ त्यो प्रश्न नम्बर पनि 1 2 नै हुन्छ नि त, त्योसँग चाहिँ झुक्किन सक्ने हुन्छ क्या, उस्तो उस्तै देखियो नि त। अनि अर्को कुरा चाहिँ मैले तपाईँसँग एउटा कुरा सेयर गरिहालेँ। उत्तर लेख्दाखेरि हरेक शीर्षकका बुलेटहरू चाहिँ फरक फरक किसिमका राखिदिनुहोस्। त्यसो हुँदा जस्तो महत्त्वको लागि मैले यो बुलेट प्रयोग गरेँ भने अब महत्त्व पछाडि अरू मानौँ कुनै छ, अब कुनै कुरा छ त्यहाँ समाधानका उपायहरू हुन सक्छन् होइन, अर्थात् वर्गीकरण हुन सक्ला या त के छ त्यहाँ दिएको कुरा, त्यो दियो अर्को टपिक थाल्ने बित्तिकै अर्को किसिमको बुलेट सुरु गरिदिनु भयो भने जाँच्नलाई पनि हेर्नलाई सहिले हेर्दाखेरि आकर्षक ए महत्त्वलाई चाहिँ यो बुलेट जति महत्त्वको बुँदा हो, यो बुलेट जति प्रकार हो, यो बुलेट जति चाहिँ समाधानका उपाय हो, यो बुलेट जति चाहिँ सुझाव हो होइन, यो बुलेट जति यस्तो, यसरी छुट्याउन सजिलो हुन्छ। क्वेसन त कपी गर्नु पर्दैन। ओके, क्वेसन कपी गर्नु पर्दैन, क्वेसन कपी गर्नु पर्दैन है। उम्, नम्बर लेख्ने तपाईँले समूह लेख्ने हो, नम्बर लेख्ने हो, भइहाल्छ। उम्, ओके। सिकाइ प्रक्रियालाई सिकाइ प्रक्रियालाई सहयोगात्मक र व्यवहारमा आधारित बनाउन यो महत्त्वपूर्ण हुन्छ। ओके, त्यस्तै गरेर अर्को पोइन्ट लेखौँ। अर्को पोइन्ट चाहिँ मैले माथि लेखेँ है, यति सिद्ध्याउनु पऱ्यो है। उम्, मैले प्रश्न मेटाएँ त, ए माथि गएँ म।
अब कम्तीमा एउटा बुलेट राखेर अगाडि बढौँ। कक्षा कोठाको वातावरणलाई बालमैत्री एवं सिकाइ मैत्री बनाई बालमैत्री एवं सिकाइ मैत्री बनाई शिक्षाको सिकाइको गुणस्तरलाई अभिवृद्धि गर्न राखिदिउँ है। शिक्षाको भन्दा पनि सिकाइको राखिदिउँ। सिकाइको गुणस्तर वृद्धि गर्न। ल, यति पोइन्ट राखेँ मैले चारवटा। 2 नम्बरको लागि हामीले चारवटा पोइन्ट भन्दा ठिक छ। ओके, अब अगाडि जाउँ। यति मात्र हो है, यति मात्र आजको भन्दै हुनुहुन्छ। शिक्षण विधिको महत्त्व के छ त भन्दाखेरि हामीले कुरा बुझ्यौँ। शिक्षण विधिको महत्त्व भनेको सिक्ने सिकाउने वातावरणलाई सरल र सहज बनाउन हो। शिक्षण सिकाइ प्रक्रियामा शिक्षक र विद्यार्थी दुवै पक्षलाई सक्रिय गराउन, सिकाइ प्रक्रियालाई सहयोगात्मक र व्यवहारमा आधारित बनाउन, कक्षा कोठाको वातावरणलाई बालमैत्री एवं सिकाइ मैत्री बनाई सिकाइको गुणस्तर वृद्धि गर्न। त्यसो गर्नको लागि चाहिँ उपयुक्त हुन्छ होइन, त्यसको लागि चाहिँ यो महत्त्वपूर्ण छ। अझ महत्त्व थुप्रै लिन सकिन्छ, जस्तै पाठ्यक्रमका उद्देश्यहरूलाई चाहिँ पुरा गर्नका लागि होइन, सिकाइलाई सरल सहज र प्रभावकारी बनाउनका लागि, शिक्षण वातावरण प्रक्रियालाई चाहिँ अ, मा चाहिँ नयाँ नवप्रवर्तन ल्याउनका लागि, शिक्षकको कार्यकुशलता वृद्धि गर्नका लागि आदि आदि भन्न सक्छौँ। अब हाम्रो टपिकमा जाउँ। हाम्रो टपिक चाहिँ अर्को क्वेसनको दोस्रो खण्डले के भन्छ त भन्दाखेरि विद्यार्थी केन्द्रित र क्रियाकलापमुखी सिकाइलाई सहयोग पुर्याउन के कस्ता शिक्षण विधिहरूको प्रयोग गर्न सकिन्छ भन्ने कुरा छ हाम्रो दोस्रो खण्ड है। दोस्रो खण्डमा जाउँ। यो कुरा हामीले सकिसक्यौँ है। यहाँबाट सुरु गर्नुहोस्, यहाँ माथिकोमा जानुहोस्, सिध्याउनुहोस्, पछि आउनु भएको छ भने चाहिँ ओके। मैले यहाँ शीर्षक राखेँ अब विद्यार्थी केन्द्रित है। हाम्रो अर्को खण्ड छ विद्यार्थी केन्द्रित र क्रियाकलापमुखी सिकाइलाई सिकाइलाई सहयोग पुर्याउन सहयोग पुर्याउने शिक्षण सिकाइ विधिहरू। शिक्षण सिकाइ विधिहरू। ल, ओके, यहाँबाट सुरु गरौँ अब हामी। मुख्य शीर्षक शैक्षणिक प्रक्रिया भनेर भनेको चाहिँ के हो भन्नुभयो हो। शीर्षक ओके, शीर्षक चाहिँ यो छ। मैले शीर्षक टक्क मेटाएँ पनि ठाउँको लागि पनि। शैक्षणिक प्रक्रिया भनेको थियो त्यही चाहिँ के हो भन्नुभएको छ। यो कुरालाई टक्क सक्नु भएको छ भने सुन्नुहोस्। शैक्षणिक प्रक्रिया भन्ने बित्तिकै शैक्षणिक इन्स्ट्रक्सनल, सुन्नुहोस् है, शैक्षणिक र शैक्षिकमा फरक फरक कुरा छ। दुईटा शैक्षिक र शैक्षणिक अलिकति फरक कुरा हो। अब मैले यति कुरा मात्रै बुझ्नुहोस्। अहिले शैक्षणिक भन्ने बित्तिकै अथवा इन्स्ट्रक्सनल भन्ने बित्तिकै शिक्षण सिकाइ भन्ने सम्झिनुहोस्। शिक्षण सिकाइसँग सम्बन्धित जे कुरा छन् त्यो सबै शैक्षणिक प्रक्रिया भनेको विशेष गरेर सिक्ने र सिकाउने कुरासँग सम्बन्धित कक्षा कोठामा शिक्षक र विद्यार्थी बिच हुने अन्तर्क्रियात्मक कुराहरू सबै शैक्षणिक प्रक्रिया हो। अब यो एकाइभित्रको कुरा यसो हेर्दाखेरि चाहिँ के देखिन्छ भने यहाँ शिक्षण योजनाको कुरा पनि छैन। शैक्षणिक योजनाको कुरा त अर्कै ठाउँमा छ। ठिक, शिक्षणका विधिहरू, शिक्षण विधिमा हुने नवप्रवर्तनहरू, यसमा आएका ती समालोचनात्मक चिन्तनका विधिहरू, त्यसै गरेर उपचारात्मक शिक्षण विधिका कुरा, विद्यार्थीको सिकाइ उपलब्धिका लागि योजना बनाउने कुरा, शैक्षणिक सामग्रीहरूको निर्माण गर्ने प्रयोग गर्ने कुरा, कक्षा शिक्षणलाई चाहिँ प्रभावकारी बनाउन, कक्षा शिक्षणलाई चाहिँ आधुनिक बनाउन, व्यावहारिक बनाउन विद्युतीय अथवा डिजिटल माध्यमको प्रयोग गर्ने कुरा, यी समग्र प्रक्रिया शैक्षणिक प्रक्रियाभित्र पर्छ। कुरा बुझ्नुभयो। शैक्षणिक प्रक्रिया भन्ने बित्तिकै सिक्न र सिकाउन जुन शिक्षण विधिको प्रयोग गरिन्छ तिनै शिक्षण विधि, शैक्षिक सामग्री
अनि विद्यार्थीहरूको चाहिँ उत्साह, सिकाइ उपलब्धिको वृद्धि, यिनै कुराहरू चाहिँ शैक्षणिक प्रक्रियाले समेट्छ है त। बुझ्नुभयो नि कुरा? कसले सोध्नु भएको थियो? प्रमोद सर। प्रमोद सर बुझ्नुभयो कुरा? शिक्षण सिकाइको क्रममा शिक्षक र विद्यार्थी बिच हुने अन्तर्क्रियात्मक क्रियाकलापहरू जे जति हुन्छन्, शिक्षक र विद्यार्थी बिचमा जे जस्ता क्रियाकलाप हुन्छन्, त्यो सबै कुराको समग्र प्रक्रिया भनेको शैक्षणिक प्रक्रिया हो, जो चाहिँ शिक्षण सिकाइसँग सम्बन्धित हुन्छ, कक्षा शिक्षणसँग सम्बन्धित हुन्छ है। त्यसरी बुझ्नुपर्छ। आउ निर्माया व्याप प्रदर्शन गरौँ। आगमन, निगमन, व्याख्यान है र प्रदर्शन, यति विधि चाहिँ मुख्य गरेर शिक्षक केन्द्रित विधि हुन् है। त्यो शिक्षक केन्द्रित विधि मैले किन ल्याएको भन्दाखेरि विद्यार्थी केन्द्रितको कुरामा ल्याउँदाखेरि त्यहाँ चाहिँ शिक्षक केन्द्रित हुँदै भन्ने बित्तिकै शिक्षक सक्रिय हुन्छ। अब विद्यार्थी सक्रिय हुने विधि चाहिँ के हो त भन्दा, यहाँ विधि मात्रै भन्नुभन्दा पनि क्रियाकलापमुखी सिकाइ भनेर कुरा यहाँ आइरहेको छ। अब विद्यार्थी सक्रिय हुने चाहिँ केमा सक्रिय हुन सक्छ भने विद्यार्थीलाई उत्प्रेरित चाहिँ बढी कसरी गर्न सकिन्छ भन्ने खालका विधिहरू यहाँभित्र पर्छन्। अब त्यसका हामीलाई प्रश्नले भनेको छ चार पूर्णाङ्क होइन, कम्तीमा हामीले चारवटा लेख्छौँ, त्योभन्दा बढी पनि हामी लेखौँला है। अब सिकाइ केन्द्रित बनाउँदा, क्रियाकलापमुखी बनाउँदा कस्ता विधि प्रयोग गर्न सकिएला भन्ने कुरा मनमा राखेर गर्नुपर्छ। जस्तै एउटा, यसलाई मैले अर्को पोइन्ट दिएँ, अघि म यस्तो यो बुलेट राखेको थियौँ, अब मैले यो बुलेट राखेँ है। यो बुलेटबाट सुरु गरेँ यसलाई। प्रयोगात्मक विधि, हामी पाँच छवटा विधिको कुरा गर्छौँ, यसलाई चाहिँ जस्ट एक एक लाइनमा मात्र लेख्छौँ। प्रयोगात्मक विधि भनेको चाहिँ के हो त भन्दाखेरि चाहिँ यो विधिको बारेमा डिटेलली जानु पर्दैन, किन डिटेलली जानुपर्ने चाहिँ खालिखेरि तपाईँलाई इक्जाममा दुईवटा विधि सोध्छ है प्रायः। विगतका प्रश्नहरू यसो हेर्दाखेरि पोहोर पनि परियोजनामा आधारित सिकाइ र समस्या समाधानमा आधारित तथा समस्यामा केन्द्रित सिकाइ, दुईवटा विधिको विषयमा चाहिँ विश्लेषण गर्नुपर्ने लेख्नुपर्ने कुरा सोधेको थियो। कहिले कुन विधि कहिले कुन विधि, प्रायः दुईवटा तिनवटा, दुईवटा भन्दा बढी विधिको बारेमा धेरै लेख्नु पर्दैन हो। धेरै लेख्नु पर्ने चाहिँ दुईवटा विधि सोधेको हुन्छ। अब यहाँ चाहिँ धेरैवटा विधिको बारेमा जानकारी दिनु छ, त्यसैले एकै लाइनमा सक्ने कुरा गर्छौँ। कक्षा कोठा भित्र वा बाहिर, अच्छा यसलाई लेखौँ, कक्षा कोठा भित्र उम्, वा प्रयोगशाला भित्र वा कक्षा वा विद्यालय बाहिर, यो चाहिँ सबै ठाउँमा हुनसक्छ है। यहाँ एक ठाउँमा प्रयोगशालामा जाने मात्रै हुँदैन, प्रयोगशालामा जाने पनि हुन्छ, अरू पनि हुन सक्छन्। अँ, प्रयोग गरेर, परीक्षण गरेर, सिक्ने सिकाउने अर्थात् सिक्न सहयोग गर्ने प्रक्रिया हो यो चाहिँ। ल यति लेख्छौँ यसलाई। अर्को विधि के हुनसक्छ त भन्नुहुन्छ भने विद्यार्थी सक्रिय हुने खालको कुरा आयो, एउटा समस्या समाधान विधि भनेर राख्छौँ हामी। ल समस्या समाधान विधि, समस्या समाधान विधि प्रयोग गर्दा चाहिँ अब के हुन सक्छ, के हुन्छ त यहाँ चाहिँ भन्दाखेरि यसमा चाहिँ समस्याको पहिचान गर्ने, समस्याको पहिचान गर्ने, त्यस पछाडि योजना निर्माण गर्ने, योजना निर्माण गर्ने,
अनि त्यसै गरेर त्यो योजनालाई चाहिँ अ, कार्यान्वयन गर्ने परिणामलाई जाँच्ने है परिणामलाई जाँच्ने जस्ता प्रक्रियाबाट निष्कर्षमा पुग्ने। यसो गरिन्छ समस्या समाधानमा। यति कुरा गर्नुहोस्। ओके, अब अर्को विधिमा जाउँ। उम्, ए ए के भनिदिन्छ, विधिको नाम अङ्ग्रेजीमा पनि भनिदिनुहोस् न भन्नुभएको हो। ए अङ्ग्रेजीमा प्रयोगात्मक भने त प्र्याक्टिकल मेथड भइहाल्यो। समस्या समाधान विधि, प्रब्लम सल्भिङ मेथड। प्रब्लम सल्भिङ मेथड। ओके, अब विधि नै नामै विधि नै हुनुपर्छ भन्ने छैन। मैले नमुनाको लागि अर्को ल्याएँ। अब विद्यार्थी केन्द्रित हुनको लागि चाहिँ के हुनुपर्छ त भन्दाखेरि सृजनात्मक कार्य अर्थात् क्रिएटिभ वर्क। सृजनात्मक कार्य ल मैले तपाईँले भनिहाल्नुभयो, नामलाई चाहिँ यसरी पनि राखिदिएँ है त, क्रिएटिभ वर्क अर्थात् एक्टिभिटिज। एक्टिभिटी अझ सुहाउँदिलो होला। क्रिएटिभ वर्क अथवा क्रिएटिभ एक्टिभिटी भन्ने बित्तिकै यसमा चाहिँ कस्तो खालको क्रियाकलाप गराउने त भन्दाखेरि यो चाहिँ कस्तो विधि हो भन्दा कागज काट्ने, पट्याउने, रङ भर्ने अर्थात् रङ भर्ने, चित्र कोर्ने, सम्बन्ध स्थापना गर्ने लगायतका कार्यद्वारा सिक्ने, सिकाउने प्रक्रिया हो यो चाहिँ। ल अर्को नम्बरमा जाउँ है। ओके, त्यस्तै गरेर अर्को चाहिँ अर्को के हुनसक्छ विद्यार्थी सक्रिय हुने खालको, विद्यार्थीलाई सक्रिय गराउन सकिने खालको भन्दाखेरि चाहिँ भूमिका निर्वाह विधि अर्थात् रोल प्ले। भूमिका निर्वाह अभिनय विधि। रोल प्ले। अब यो भूमिका निर्वाह वा अभिनय भन्ने बित्तिकै चाहिँ के हो त भन्नुहुन्छ भने विषयवस्तुमा आधारित भएर, विषयवस्तुमा आधारित भएर विद्यार्थीहरूलाई व्यक्तिगत वा सामूहिक रूपमा
भूमिका निर्वाह अभिनय गर्न लगाई त्यो कार्यमा सहभागी गराई सिक्न सहयोग गर्ने। सहभागी गराई सिक्न सहयोग गर्ने। ल अहिले आयो सहकार्यात्मक सिकाइ विधि। यो चाहिँ कस्तो हो त भन्नुहुन्छ भने यस्तो छ है। शिक्षक र विद्यार्थी बिचमा सहकार्य गरेर सिक्ने, विद्यार्थी विद्यार्थी बिचमा सहकार्य गरेर सिक्ने, विद्यार्थीको विभिन्न खालका स्तरका क्षमता भएका विद्यार्थीहरू हुन सक्छन्। अनि उनीहरूको चाहिँ त्यो जान्ने विद्यार्थीहरू हुन सक्छन्, मध्यम मध्यम तीक्ष्ण होइन, निम्न विभिन्न क्षमताका विद्यार्थी हुन्छन्। कुनै व्यक्तिले एउटा विषयवस्तु जान्ला, कुनै व्यक्तिले चाहिँ कुनै विद्यार्थी चाहिँ एउटा विषयवस्तुमा अथवा एउटा खण्डमा बढी अ, सक्षम होला। उनीहरू एकअर्कामा सहकार्य गर्दै सिक्न सक्ने खालको वातावरण सृजना गर्ने भनेको है। शिक्षक विद्यार्थी तथा विद्यार्थी विद्यार्थी बीच समूह निर्माण गरी एक पक्षले एकले अर्कोलाई भनौँ एक अर्को एकअर्कासँग सहकार्य गर्दै सिक्न सहयोग गर्ने विधि। सिक्न सहयोग गर्ने प्रक्रिया भनिन्छ यसलाई। ल विधिको प्रयोग गर्दा ध्यान दिनु पर्ने ध्यान दिनुपर्ने भन्दा पनि छनौटका आधार भन्ने होला है। ध्यान दिनुपर्ने कुराहरू अर्थात् छनौट र प्रयोगका आधार भन्दा पनि एउटै हो कुरा चाहिँ। छनौट र प्रयोगका आधार प्रयोगका प्रमुख आधार। ल भनेको चाहिँ के हो त भन्नुहुन्छ भने सक्षमता उद्देश्य। अहिले चाहिँ पहिले चाहिँ उद्देश्य हुन्थ्यो, अहिले सक्षमता तथा सिकाइ उपलब्धि भन्ने कुरा हुन्छ है। ल क नम्बर भने मैले सक्षमता तथा सिकाइ उपलब्धिहरू। ल यो भनेको पाठ्यक्रमले निर्धारण गरेको सक्षमता तथा सिकाइ उपलब्धिहरूको आधारमा अथवा त्यो पुरा गर्न सहयोग पुर्याउने किसिमले हामीले शिक्षण विधि छनौट गर्नुपर्छ भनेको है त। यसको अर्थ पाठ्यक्रमले निर्धारण गरेको सक्षमता तथा सिउ भनेर लेखेँ मैले। यो भनेको सिकाइ उपलब्धिहरू हासिल गर्न सहयोग पुर्याउने हासिल गर्न सहयोग पुर्याउने गरी शिक्षण विधि छनौट गर्ने। ल यति राखेँ मैले यसरी है त।
शर्मिष्ठलाई फेरि पनि म एउटा कुरा बताइहाल्छु, हिजो पनि बताएको थिएँ होला, कतै नयाँ साथी हुनुहुन्छ होला है। मैले चाहिँ यसपालिको इक्जाममा विभिन्न किसिमले एन्सर त लेखिन्छ कि, व्याख्या पनि गरिन्छ, बुँदा राख्दा यति लामो व्याख्या पनि गर्छौँ, बुँदा 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 पनि लेख्छौँ। मैले चाहिँ दुईवटा तरिका प्रयोग गरेको थिएँ यो पटक बोर्ड आउँदाखेरि, त्यतिखेरको इक्जाममा भनौँ। एउटा तरिका हो यसरी, टक्क बुँदा राख्ने, दुई लाइनमा मात्रै व्याख्या गर्ने, त्यो व्याख्या पनि पुरामा होइन, यसरी नै पुरा वाक्य नगरिकन यसरी नै राख्दै 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 गएको। अनि अब समय नभ्यो होला जस्तो भयो, कुनै टपिकमा चाहिँ त्यसो गर्न अप्ठ्यारो भयो भने टक 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 सिम्पल बुँदा 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 मात्रै राख्दै जाने, त्यसो गरेको थिएँ है। त्यसो वस्तुको प्रकृति, विषयवस्तु मात्रै भन्दा पनि भयो, विषयवस्तुको प्रकृति हो। विषयवस्तुको प्रकृति अथवा विषयवस्तुको स्वरूप भनेको चाहिँ कस्तो हो त कस्तो खालको स्वरूपको छ, प्रयोगात्मक खालको छ कि होइन, बाहिर गएर शिक्षण गर्नुपर्ने पो छ कि अब कक्षाभित्र सिक्नुपर्ने छ कि, या स्रोत व्यक्ति अर्थात् विज्ञको उपस्थिति गराउनु पर्ने हो कि भनेर हो। ओके, अब यसमा लेखौँ, विषय वस्तुको स्वरूप अनुसार, विषयवस्तुको स्वरूप अनुसार शिक्षण सिकाइका विधि प्रक्रिया तथा रणनीतिहरू छनौट गर्ने। ओके, अहिले एउटा कुरा मलाई झट्ट याद आइहाल्यो, त्यो अर्को टपिक पनि यहीँ सकिन्छ, सुन्नुहोस् है। यो शिक्षण विधिको भनेर यहाँ प्रश्न बनाइयो नि हामीले, शिक्षण विधि तथा सामग्रीको भन्यो भने त्यो सामग्रीको पनि यिनै कुरालाई मिल्छ है। कुरा बुझ्नुभयो नि, सामग्री छनौट गर्दा नि यो सिकाइ उपलब्धिलाई सहयोग गर्ने खालको हुनु पर्यो, विषयवस्तुको प्रकृति अनुसारको हुनु पर्यो। अब यहाँनिर यस्तो पनि राखिदिनुहोस्, सिकाइ सामग्री, सिकाइ सामग्रीको छनौटमा पनि यो धेरै कुरा चाहिँ मिल्दोजुल्दो हुन्छ है, ल अधिकांश सबै नै मिल्छ, केही थप्नु पर्ला बरु। ओके, ग नम्बरमा जानुहोस्। ग नम्बर अर्को कुरा के छ त भन्दाखेरि सबि बास्रो, यसलाई चाहिँ उस्तो हो, यसलाई चाहिँ ब भन्नुहोस्। यो बाल मनोविज्ञान, बाल मनोविज्ञान भन्ने बित्तिकै बालबालिकाको रुचि, क्षमता, योग्यता, आवश्यकता होइन, पूर्व ज्ञान आदिलाई ध्यान दिएर शिक्षण विधि छान्ने। बालबालिका भन्दा नि विद्यार्थी भन्ने शब्द राखिदिउँ, विद्यार्थीको रुचि, स्तर, क्षमता, योग्यता, योग्यता भनेको पूर्व ज्ञान लेखिँदैछ, पूर्व ज्ञान र आवश्यकतालाई ध्यानमा राखेर विधि तथा विधि अनि स्ल्यास सामग्री छनौट गर्ने। तर देखिन्छ नदेखिने रहेछ है। छनौट गर्ने, ल यति। सबैलाई मैले माथि सुधारे अनुसार तपाईँले यसो गर्न सक्नुहुन्छ। यहाँ विधि भन्यो, विधि प्रक्रिया तथा रणनीति छनौट गर्ने, विधि सँगसँगै तपाईँलाई सामग्री सोधिएको छ भने सामग्रीको लागि पनि यो काम लाग्छ भनेर भनेको हो मैले। ओके, सबिबा, त्यहाँसम्म पुग्यौँ हामी। अब स्रो, स्रो भनेको चाहिँ स्रोत साधनको उपलब्धता, के कस्ता स्रोत साधन उपलब्ध छन्, विधि चाहिँ छान्ने अनि स्रोत साधन चाहिँ छैन भने त के गर्ने होइन, भएन। त्यसैले विद्यालय तथा कक्षा कोठामा उपलब्ध
हुन सक्ने स्रोत साधनलाई ध्यानमा राखी विधि तथा सामग्रीको छनौट गर्नुपर्छ। विधि तथा सामग्री छनौट गर्ने। अब यसमा फेरि स्रोत साधन भनेको चाहिँ कस्तो स्रोत साधन हो त भन्नुहुन्छ भने यहाँ चाहिँ आर्थिक स्रोत साधन, मानवीय स्रोत साधन, भौतिक स्रोत साधन भनेको है। जस मैले यहाँ ब्राकेटमा लेख्नु पर्यो। आर्थिक, भौतिक तथा मानवीय, त्यो स्रोत साधनको कुरा गरेको। सविवाश्रो। अब विश्वासी बी। अ, विद्यालय। विद्यालयको वातावरण र शिक्षण सिकाइ परिस्थिति। विद्यालयको वातावरण र शिक्षण सिकाइ परिस्थिति। ल, शिक्षण सिकाइ परिस्थिति यो कस्तो छ? विद्यालयको वातावरण अनुसार हुनु पर्यो होइन। अब यसको भन्न खोजेको कुरा के हो त भन्दाखेरि यसलाई मेटाउँ, तलको सक्नुभयो नि है। विद्यालयको वातावरण र शिक्षण सिकाइ परिस्थितिसँग मेल खाने, अर्थात् उपयोग गर्न सकिने सान्दर्भिक विधि वा सामग्री छनौट गर्ने। ओके, सविवास र विशसी। अब स भनेको लास्टको अर्को स चाहिँ के हो त भन्नुहुन्छ भने समय र विद्यार्थी सङ्ख्या। समय र विद्यार्थी सङ्ख्या। अब विद्यार्थी सङ्ख्या कति छन् सो अनुसारको हुनुपर्छ। समय कति छ होइन, हामीले पाउने समय भनेको जस्ट 45 मिनटमा हामीले शैक्षिक भ्रमणको कुरा राख्यौँ, तर के अरे हामीलाई चाहिँ ठ्याक्कै त्यो 50 मिनटको 1 घन्टाको मात्रै समय छ। 1 घन्टाको समयमा शैक्षिक भ्रमण विधि प्रयोग गर्न गर्न नसकिएला। प्रयोगात्मक विधि पनि 1 घन्टाको समयमा काफी नहोला होइन। त्यसरी शिक्षण सिकाइका लागि उपलब्ध समय र कक्षाका विद्यार्थीहरूको सङ्ख्याका आधारमा उपयुक्त हुने शिक्षण विधि सामग्री छनौट र प्रयोग गर्ने। ओके, अब एउटा छ सविवास र विष सी। लास्टको सीले चाहिँ के जनाउँछ भन्नुहुन्छ भने चाहिँ अब यो चाहिँ शिक्षक हो। शिक्षकको योग्यता, क्षमता होइन, तत्परता, रुचि कस्तो छ? शिक्षकको योग्यता,
क्षमता, रुचि र तत्परता। अब शिक्षकलाई नै थाहा छैन त्यो विधि कसरी प्रयोग गर्ने, शिक्षकले प्रयोग गरेर हेरेकै छैन, यस विषयमा एकदमै अनुभव चाहिँ कमी छ र यसभित्र चाहिँ अनुभव पनि समेट्न भन्न सक्नुहुन्छ होइन। त्यो अनुसार शिक्षकको आत्मविश्वास अनुसार, शिक्षकको अनुभव अनुसार चाहिँ शिक्षण विधि, रणनीति तथा सामग्री आदिको छनौट गर्नुपर्छ। शिक्षकको आफ्नो अ, क्षमता, अनुभव, रुचि एवं तत्परतामा आधारित भएर शिक्षण विधि, रणनीति, सामग्रीको छनौट गर्ने। यसो गर्यो भने त्यो विधिको प्रभावकारिता चाहिँ यसले के गर्छ, जसले विधिको प्रभावकारिता वृद्धि गर्छ, वृद्धिमा सहयोग पुर्याउँछ भनेर राखौँ, सक्यो। ओके, ल सविवास र विश्वासी भनेर सम्झिनुहोस् है। सम्झिनु भएको थियो होला पहिले पनि, बिर्सिनु भएको थियो कि के थियो, यो नाम एक एक गरेर तपाईँले याद गरिहाल्नुहुन्छ। अब अरू विभिन्न कुरा छ, जस्तो अघि त्यहाँ गणेश बहादुर कार्कीले लेख्नु छ आधारमा विषयवस्तुको प्रकृति, बाल मनोविज्ञान, सिकारुको पूर्व ज्ञान, ठ्याक्कै राख्नुभयो है त। ओके, सिकारुको पूर्व ज्ञान भन्ने बित्तिकै त्यो सिकारुको पूर्व ज्ञानलाई चाहिँ बाल मनोविज्ञानमै राख्न सकिहालिन्छ। बालक त्यो बालबालिकासँग सम्बन्धित कुरा जति सबै के अरे बाल मनोविज्ञानमा, किनकि बाल मनोविज्ञानमा चाहिँ रुचि, क्षमता, आवश्यकता होइन, उसको चाहिँ पूर्व ज्ञान, उसको प्रवृत्ति सबै कुरा समेट्न सकिन्छ। सक्नुभयो? खै बोल्नु भएको छैन, भन्नुहोस् है, सक्नुभयो सक्नु भएन? म यहाँ निष्कर्ष लेख्दै गर्छु। शिक्षण सिकाइ प्रक्रियाको प्रक्रियालाई जीवन्त बनाउने, प्रक्रियालाई जीवन्त बनाउने प्रमुख माध्यम शिक्षण विधि भएकोले शिक्षण विधि हो। यसको उचित छनौट र प्रयोगले सिकाइको गुणस्तर वृद्धि गर्छ। त्यसैले यहाँ तिनवटा पक्ष हेर्नुहोस्। अहिले हामीले सातवटा कुरा गऱ्यौँ नि, त्यो सातवटा कुरालाई चाहिँ फेरि हामीले
तिनवटा पक्ष भनेर पनि भन्न सक्छौँ। भनेको एउटा शिक्षकसँग समाहित पक्ष छ त्यहाँ, अर्को विद्यार्थीसँग समाहित पक्ष छ, अनि अर्को चाहिँ पाठ्यक्रम तथा विषयवस्तुसँग समाहित पक्ष छ हो। त्यसैले शिक्षण विधिको छनौट गर्दा पाठ्यक्रम विद्यार्थी शिक्षक र विद्यालयको वातावरण जस्ता पक्षमा ध्यान दिनु पर्दछ। ओके।